आज माइजूसँग बजार गएको कुलीको काम पाइयो। माइजूले तरकारी बजार जाउन भान्जा भन्नुभयो, त्यसैले हामी चल्दियौँ तरकारी बजार। लखर लखर गर्दै माइजू भान्जा लाग्यो बजारतिर। माइजूले फेरि बाटोमा मोमो पसल देख्नु भएछ। माइजू चाहिँ फेरि मोमो लभरकै साथीहरू। लौ न त एक प्लेट खाइदियो भनेर हामी चाहिँ लाग्यो मोमो खान। माइजू चाहिँ पुरै मोमो पसलको मोमो नै सकाउने मुडमा हुनुहुन्थ्यो। त्यसपछि हाम्रो मोमो पनि आयो। मोमो खाइसकेपछि हामी चाहिँ लाग्यो बजारतर्फ। बजार आइसकेपछि माइजूले चाहिँ तरकारी आइटम किन्दै हुनुहुन्थ्यो। म चाहिँ बिजी थिएँ भिडियो बनाउन। बजारमा चाहिँ लिची आएको रहेछ। माइजूले र मैले चाहिँ एक एकवटा लिची चाख्यौँ, मिठै थिएन। यस्तो लिची पनि के खाने भनेर साउजीले 2 रुपियाँको घाटा लगाइदिएर हामी हिँड्यौँ अरू तरकारी आइटम किन्न। मान्छेको भिड पनि निकै थियो। त्यसपछि हामी गयौँ सलाद आइटमहरू किन्न। माइजू चाहिँ लाग्नुभयो मुला, काँक्रो, गाजर किन्न। माइजूले चाहिँ तरकारी किन्दै हुनुहुन्थ्यो। ब्याग छोप्ने जिम्मा चाहिँ मेरो थियो। बाटोमा चाहिँ उखुको जुस आएको रहेछ। यो गर्मीमा उखुको जुस कसले छोड्छ भनेर 2 गिलास उखुको जुस तन पारे। अनि हामी गयौँ घरतिर। बाई बाई।